हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल मन्जु जिमी। आज चाहिँ हामी भोगटे साँधेर खाँदैछौँ। भोगटे चाहिँ लक्ष्मी तिहारमा लक्ष्मी पूजा पूजेको भोगटे यसलाई हामी आज साँधेर खाँदैछौँ। हेर्नु होला। म चाहिँ भिडियो बनाएको है, अब क्यामेराम्यान छ कोही पनि हुनुहुन्न हैन, अनि आफै त्यहाँ अगाडि क्यामेरा राखेको। अनि यस्तो घामको लाइट आइरहेको थियो, अनि म चाहिँ भिडियो आँखाले राम्रो देखेन, अनि भिडियो रेकर्ड भइरह होला भनेको त यस्तो नराम्रो भिडियो खिचेछ। त्यो अँध्यारो केही नदेखिने के गर्नु है। अब म भिडियो बनाउन सिक्दैछु नि त, अब यस्तो त भइहाल्छ, कमी कमजोरी त हुन्छ। अनि अब त्यही त खिच्ने मान्छे नभएपछि अनि स्ट्यान्ड चाहिँ किन्नु पर्ने, स्ट्यान्ड चाहिँ मलाई आवश्यक छ है। वसुन्धरा चोकमा अस्ति खोज्नु गएको कहीँ पनि पाएन, अनि अनलाइनहरुमा त रहेछ। अब अनलाइनको सामान कस्तो छ नहेरिकन अब लिने पनि अब कस्तो हुन्छ। अनि म किन्नु जानु पनि त्यही भयो, एक नानी छोडेर कहाँ जाने, त्यस्तै समस्या छ। अब हेरौँ, अब मेरो बुढा आएपछि किन्नु जानु छ। पारेर अझै यो भन्दा नि मसिनो पार्नुपर्छ रे, पारेर अनि भित्र मसला भित्र सबै मसला लाग्छ। यसरी गरिसकेपछि भोगटे केलाएर रेडी गरिसकेको छु। अनि यहाँ अलरेडी दही रेडी छ। दही कस्तो घामले गर्दा भिडियो एकदमै नराम्रो आइरहेछ। दही अनि चिनी अब स्वाद अनुसार, नुन खोर्सानी, यो खोर्सानी काटेर धेरै पिरो नखाने ठिक्क मात्रै, अनि नुन पनि स्वाद अनुसार, अनि मेथी, तेलमा मेथी फुराएर झान्ने त्यसको लागि। अनि मैले यहाँ मिक्स गर्नुको लागि मिक्सिङ बल पनि रेडी गरिसकेको छु। अनि यहाँ प्यान बसालिरहेको छु। अब यहाँ म तेल लाउँछु, अनि मेथी फुराउने, अनि झाने, अनि खाने। हेरौँ कस्तो हुन्छ। तपाईहरु पनि यसरी बनाइ खानु होला। जाडोमा तातो जाडोमा पिरो अमिलो चट्ट कहिलेकाहीँ खानु। ग्यास पनि मैले अफ गरेँ, धेरै डढ्यो भने फेरि गाह्रो बनाउँछ। अब बर्मामा दही बेसिकै यो भोगटे टुक्ने गरेर दही रेडी गर्यो। अब दहीलाई चम्चीले यसरी गर्नु। चिनी पनि लायो, चिनी बढी नै भयो जस्तो छ, केही छैन। नुन पनि अलि, नुन त धेरै लाउने घुल्ने। अनि यो अघि यो अनि अघि यो केलाको भोगटे नै मिक्स गर्ने। ल
फाइनली हाम्रो भोगटे साँधे पनि रेडी भइसकेको छ। यस्तो मिठो भएको छ कि मैले अघि नै टेस्ट गरिसकेँ, एक चम्ची नुन लाग्यो कि लागेन भनेर। त्यो साह्रै मिठो भएको छ। आहा, सधैँभरि खानु होला, एकदमै मिठो। सबै खाइसकौँ जस्तै भएको छ। तर भोगटे एउटा मात्र छ, त्यो पनि सानो भएछ। तपाईँहरूले बनाएर खानु होला। खाँदैछौँ, आमा खानु हुँदैछ। मन्जुले बनाएको भोगटेको अचार साँधेको कति मिठो। ल खाएर चाहिँ मिठो नमिठो अरे। ल म पनि खान्छु। कस्तो भएको छ आमा? मिठो भएको छ। यस्तो खान नि बिनी त आउँदैन, के गर्नु। कस्तो के लाग्छ होइन, अघि नि बोलाएर आएको त। मिठो भएको छ आमा? मिठो भएको छ। अस्तिदेखि खाने तँ खानु मलाई। म त यतिखेर भइसक्यो बुझ्यो होला भनेर चाहिँ मन्जुले बनाएन क्या हो भन्दै थियो के। अब त